हाम्रो माननीय ज्ञानेन्द्र साईज्यूले जुन कुराहरू जापानमा गएर बोल्नुभएको छ है, जापानमा हरेक नेपालीहरूको बिचमा जो बोलेको कुराहरू र उहाँले जापानमा गएर कुनै व्यक्तिले हालेको भिडियोको विरुद्धमा, व्यक्तिले हालेको कुनै कमेन्टको विरुद्धमा बोल्दै गर्दाको जुन शब्दहरू, जुन अभिव्यक्तिहरू छ, त्यो प्रति सारा जनता रुष्ट छन् जस्तो महसुस लाग्छ। उहाँ लाग्छ कर्णाली प्रदेशको हुनहार एउटा सांसदको रूपमा हुनुहुन्थ्यो र उहाँलाई देशैभरिबाट सबैले महसुस गर्थे ज्ञानेन्द्र साई नै हुन् परिवर्तनशील, यो देशको परिवर्तनको मुहार फेर्न सक्ने भन्ने जो आशा थियो, त्यो आशा चाहिँ उहाँले फेसबुक लाइभमा बोलेका ती शब्दहरूले गर्दाखेरि जहाँसम्म लाग्छ म चाहिँ रुष्ट छु जस्तो लाग्छ र सबै रुष्ट छन् जस्तो महसुस गर्छु। किनभने संसारमा सबैभन्दा म नै सर्वोपरि हुँ भन्ने भाषा बोल्नु गलत हो। उहाँले चार्टर एकाउन्ट सीए गरेको, इन्डियामा गएर विभिन्न हात हतियारहरूको सबै उहरू अडिट गरेको, अथवा त्यो विषयमा कसैले त्यही विषयमा यस्तो गर्यो भनेर लेखिदिएको विषयमा लिएर उहाँले के भन्नुभएको छ भने वर्तमान सरकार, हालको सरकारलाई गजडे ग्याङ, खराने ग्याङ, टिओबी ग्रुप, सहकारी चोर भन्नुभएको छ। ठिक छ, भन्नुभयो, एकदम राम्रो कुरा हो है, सम्मान छ, दशौँलाई जोडेर अभिव्यक्ति गर्छु। तपाईँ जस्ता युवाहरू देशलाई चाहिएको पनि छ र सत्य र असत्य बिच फरक छुट्याउनको लागि संसदमा पनि पक्ष र विपक्ष भइदिन भने चाहिँ कहिले पनि देशमा जनताले सही नीति पाउँदैनन् र सुशासन पनि हुँदैन। त्यसको लागि तपाईँले बोल्नुभएको शब्द एकदम सराहनीय, सम्मान छ है। तर जुन शब्द तपाईँले त्यहाँ जापानको त्यो फेसबुक लाइभबाट बोल्नुभएको भिडियोहरू अहिले यत्र तत्र स्पष्ट भाइरल भइरहेको अवस्था छ। म चाहिँ अवगत गर्छु तपाईँले जो खराने ग्याङ, टिओबी ग्रुप, सहकारी चोर, ठग, सहकारी ठग, गजडे ग्रुप भनेर जो अभिव्यक्ति लाइभबाट दिनुभएको छ, त्यो कुरा चाहिँ तपाईँले नेपालको संसदमा आएर रोस्ट्रमबाट प्रमाण दिनुपर्छ है। जब तपाईँले प्रमाण दिनुहुन्छ तब जनता, 3 करोड जनताले तपाईँलाई एकदम वाइ वाइ गर्नेछन् र सम्मान गर्नेछन्, न कि सहकारी ठग, गजडे ग्रुप, टिओबी ग्रुप, खराने ग्याङ भनेर अहिलेको वर्तमान सरकारलाई नै यो जनताले विरोधमा उत्रेर तपाईँकै समर्थक रहनेछन्। तर तपाईँले बोलेका कुराहरू, जो फेसबुक लाइभबाट बोलेका कुराहरू यदि तटस्थ भएन, यदि सत्य भएन र तपाईँ नै चुक्ने किसिमको कार्य भइदियो भने त्यसको जवाफ चाहिँ तपाईँसँग जनताले माग्नेछन् है। जुन कुराहरू एउटा गरिमामय संसदको एउटा सांसद भइसकेको व्यक्तिले मैले कस्तो कुरा बोल्नुहुन्छ, अर्थात् मैले कस्तो कुरा बोल्नु हुँदैन भनेर तपाईँले सोच्न अथवा बुझ्न नसकेर कुनै व्यक्तिले हालेको कमेन्टमा आवेशमा आएर यस्तो गर्नुहुन्छ भने तपाईँले जनताको हितको लागि के काम गर्नुहुन्छ? तपाईँ सांसद भइसकेपछि, जनताले तपाईँलाई यत्रो चुनेर पठाइसकेपछि तपाईँसँग पक्ष र विपक्ष भन्ने त भइहाल्छ नै। कुनै व्यक्तिले तपाईँलाई पढेको, तपाईँको शिक्षाको विषयमा सोध्यो, तपाईँले अडिट गरेको विषयमा सोध्यो, अथवा तपाईँको व्यक्तिगत आचरणको विषयमा सोध्यो भन्दै तपाईँ आवेशमा आएर मैले के बोल्ने अथवा के नबोल्ने भन्नेसम्म बुझ्न सक्नुहुन्न भने तपाईँ जनताको हितको लागि सांसद भएर जनताको हितको लागि नीति नियमहरू कसरी बनाउन सक्नुहुन्छ? तसर्थ जुन शब्द तपाईँले त्यहाँ फेसबुक लाइभबाट बोल्नुभएको छ, यो शब्दको प्रमाण तपाईँले नेपालको संसदबाट तपाईँले जवाफ दिनुपर्छ र प्रमाण दिनुपर्छ। यदि प्रमाण दिनु भएन भने सारा जनताले तपाईँ नै दोषी हो भनेर ठहराउनेछन्। यो मेरो व्यक्तिगत बुझाइ हो। धन्यवाद। जय होस्, जय देश, जय नेपाल।